नमस्ते, म समीर अवस्थी एके बारबरिक। म चाहिँ यहाँ ढाड दुखिराखेको, ढाड त होइन, यो पार्ट, यो छातीको पछाडिको ठ्याक्कै यो पार्ट चाहिँ दुखिराखेको थियो। अनि यहाँ चाहिँ धनगढी नगरपालिका वडा नम्बर 17 धुर्जन्नामा चाहिँ एकजना दाइले चाहिँ त्यो मसाज गर्नु हुँदो रहेछ यो दुखेको ठाउँमा। म यहाँ आएको छु अनि हेरौँ उहाँको मसाज कस्तो हुन्छ है, यसले के रिलिफ हुन्छ कि हुँदैन। हुन त यो एकदमै एन्सियन्ट टेक्नोलोजी हो नि त, ट्रिटमेन्ट टेक्नोलोजी भन्दा पनि ट्रिटमेन्ट हो। अब यसलाई नै विकसित गरेर अकुपन्चर कहाँ पुगिसक्यो, तर हामीले चाहिँ यसलाई विकसित गर्न सकेका छैनौँ। तपाईँहरूको पनि यस्तो ढाड दुख्ने सिभियर होइन, त्योभन्दा तल दुख्ने भएको छ, स्टार्टिङ छ भने प्लिज एकताल आएर यहाँ हेरिदिनु होला यहाँ कस्तो हुन्छ। किन भन्दा हामीले चाहिँ हाम्रो पुरानो तरिकाहरूलाई पनि प्रमोट गर्नुपर्ने छ नि त, त्यही भएर लगाइदिनु। अब हेरौँ उहाँले चाहिँ गरेको उसले चाहिँ कति पेन रिलिफ हुन्छ। यो यसरी मोबाइल समाउनु पनि एकदमै गाह्रो भइराखेको छ क्या, मेरो हात त्यस्तो दुखिराखेको छ। अब एकछिनमा थाहा हुन्छ। समस्या आएको रहेछ दाइ, ए त्यो नसामा समस्या आयो। हजुरले कसरी थाहा पाउनु भयो त एकैछिनमा? हातको इसाराबाट पायो। डब्बेको चेपेको त्यो नसा त यहाँसम्म यो किडनीबाट आएको हुन्छ होइन यो नसा। अनि हजुरले प्रयोग गर्ने तेल चाहिँ कुन तेल हो यो? तेल हजुर मैले जडबुटी हालेको छु। त्यो त धेरै जडबुटी छ, बनमुला छ, बन प्याज छ, लसुन छ। यहाँ पनि पाउँछ बन प्याज बन लसुन? पाउँछ। यो त हिमालतिर होइन र पाउने? जङ्गलमा जानुपर्छ, जङ्गलमा खोजेर ल्याउँछु। त्यो बलसन पनि ल्याउँछु, त्यो घिउकुमारी। पटकियो त पटकियो। जान मलाई क्वेश्चन गर्छ यार, जान न भाइ तुम्हें तो रात गया अब मैं सत्र वाला भन्नु न। अनि हजुरले नयाँ यो पार्सेल सबै हाम्रो हस्पिटल जान्छ नि त, ती मान्छेहरूलाई के भन्नु त दाइ? यस्तो ब्रेन भएको सुरुमै हाम्रो हस्पिटल गएर औषधि खाइन्छ नि। अरे यसरी खाने मान्छे त कोही त छैन त राम्रो के भयो गर्न थालेको? मेरो त धेरै साल भइसक्यो हजुर, 32 सालदेखि भयो। 32 साल। अनि हजुरले कसरी सिक्नु भएको हो? हामी त त्यही घर गाउँघरमा आफ्नो पहिला बुवा पनि बाजे पनि काम गरे। हजुर, लोकल मान्छे लोकलै काम हो। अनि त्यहाँ मैले एकजना सरदारजीको फोटो पनि देखिराखेको थिएँ कि। हजुर, अच्छा, उहाँले त सिकाएको त्यस्तो केही पनि होइन। कतिजना जति मान्छे आउँछन्, म थुप्रो आएको देखेँ कि। मेरो यहाँ त दिनमा 20-25 मान्छे आइहाल्छ दिनका। 25 मान्छे त्यो ढाड दुख्ने, कम्मर दुख्ने, अनि त्यो भाटो दुख्ने, खुट्टो दुख्ने, त्यो नसा चेपेको
खोजेर निकाल्ने। अनि यहाँ आएको किन त्यस्तो हुन्छ होला? अहिले यो लोप हुँदै गइराखेको छ नि त हाम्रो जडीबुटीहरू। हजुरको नाम दाइ? मेरो बुझाउन ठाडो। कति वर्ष भयो मेरो? हजुर मेरो त अब नगित्राको मेरो हिसाबले 68 वर्ष। त्यो जन्म पत्रमा हजुर पहिला बुवाले दुखिराखेको छ। हल्का दुखिरहेको छ। अब सायद देख्नुभयो है, अब आउनु होला आफै। कराउँछौँ पर्खिरहेको छ। भोलि दिनेश एफएममा हाल्नु होला, तब आउँछ दिनेश एफएममा। आफ्नै युट्युब च्यानल छ त हेर्दै। मेरो मोतीराम। हजुरले पहिला पनि गराउनु भएको थियो पहिलोचोटि? पहिला पनि राम्रो भयो पहिलाचोटि? फेरि कति महिना कति वर्षपछि आउनुभयो? लगभग सालभरि। सालभरि एकचोटिको मालिसले सालभरि भयो? ल हस्पिटल जानुहुन्न आजकल यस्तो भयो भने? उहाँकै हस्पिटलमा? ल हजुरको घर कहाँ रे? सेहरीबाट आउनु भएको? गोदावरीबाट आउनु भयो? ल अरूलाई पनि के भन्न चाहनुहुन्छ यो नसासाका रोगका मान्छेहरूलाई? अब उहाँले अब आउनुभयो यहीँ होइन, यहीँ आए पनि हुन्छ, राम्रै हुन्छ। तपाईँको राम्रो भएको छ भने अरूको पनि राम्रो हुनसक्छ नि। अस्ति राति सुतेको थिएँ कि, अनि सुतेर उठ्दा चाहिँ उठ्नै गाह्रो भयो क्या मलाई। गुरुजीलाई पनि निकाल्नु। हामीले यहाँ चाहिँ दिनेश एफएमलाई बोलाउनु पर्छ है सर, अब युट्युबमा हाल्ने। किन के भयो? म भुइँमा सुत्छु, त्यसले पनि के भयो होला र? थाहा भइहाल्छ त, भित्र छ, धेरै भित्र छ होइन, धेरै भित्र चेपे छ त्यो नसा। हजुर मन्त्र पनि गर्नुहुन्छ? मन्त्र अनि कसरी सिक्नु हुँदै? अब बुवाले सिकायो, विद्यार्थीहरूले कसरी सिक्छन्, कसरी पढ्छ स्कुलमा। त्यो त हामीलाई त सबै विद्यार्थीलाई सिकाउँछ नि त, हजुरलाई त एक्लै त सिकाइन्छ नि त मन्त्रहरू? मन्त्र त एक्लै सिक्नुपर्छ, सबैले कहाँ लगाउनु पर्छ, एक्लै सिक्नु। अनि त्यसरी त हजुर सकिएपछि मन्त्र पनि सकिन्छ होइन र? त सब भुल लाग्यो, अब दुर्लभ फुल लाग्यो। मन्त्र त के मन नै परेन अब है, को लाग्छ। पहिला मन्त्रमा मात्र विश्वास गर्थे, थाहा छ कि नै सब? तपाईँ भर्खरको हो यार, हामी 80 वर्ष पुगिसक्यो यार हामी। सही सर, सक्ने जति म गरौँला, सेयर तपाईँ गर्नु होला होइन दाइ?